लोकतन्त्रको विकल्प छैन, लोकतन्त्रभन्दा सुन्दर व्यवस्थाहरूको छैन, कुनै निरङ्कुश व्यवस्थाले असन्तोषको आक्रोशको समाधान गर्दैन। लोकतन्त्रमा केही कमजोरीहरू हुन सक्छन्, त्यसलाई सच्याउँदै जाउँ। सडकमा त उत्सव मनाउन आउनुपर्छ नि। हजुरलाई स्वागत छ। हजुर, अस्ति भर्खरै तपाईँको गृह जिल्लाको एउटा खबर आएको थियो। त्यो नसुन्नु, आज त्यो कुरा होइन आजको लागि, अरू नै सोध्नु। यो कार्यक्रम चाहिँ केका लागि? यो कार्यक्रम त अब वैशाख 11 गते लोकतन्त्र दिवस, जनताले जितेको दिन, हामी सबै सँगै आउँ, सँगै बसौँ, सेलिब्रेसन गरौँ, नेपाल सबैले मिलेर बनाऊँ। लोकतन्त्रको विकल्प छैन, लोकतन्त्रभन्दा सुन्दर व्यवस्थाहरूको छैन, लोकतन्त्रमा केही कमजोरीहरू हुन सक्छन्, त्यसलाई सच्याउँदै जाउँ। आगामी बाटो सबैले मिलेर बनाऊँ। देशलाई तपाईँहरूले भन्नुभयो जनताले जितेको दिन भनेर कार्यक्रम गर्नुभयो, तर एका थरीले चाहिँ के चर्चा पनि गरिराख्नु भएको छ भनेपछि जनतामा असन्तुष्टि बढ्दो छ, जनता निराश छन्, यो देश छोडिरहेका छन्, बेरोजगार छन् भएका मान्छेहरू पनि, जताततै असन्तुष्टि छ। अनि कसरी जितेको भनेर पनि त्यो प्रश्न पनि उठिरहेको छ। ती सबै कुराको समाधान पनि यही लोकतन्त्रमा हुन्छ। कुनै निरङ्कुश व्यवस्थाले असन्तोषको आक्रोशको समाधान गर्दैन। लोकतन्त्रले नै निराशाहरूको, आक्रोशहरूको, आलोचनाको, टिप्पणीको, विरोधको पनि सामना गर्छ, समाधान पनि गर्छ। जनताका विभिन्न मागहरू छन्, त्यो मागको सम्बोधन पनि गर्छ लोकतन्त्रले। अनि तपाईँहरू चैत्र 11 यता निरन्तर रूपमा सडकमा, गाउँ गाउँमा, टोलमा, वडा स्तरमा पनि कार्यक्रम गरिराख्नु भएको छ। नेकपा एमाले आफै सरकारमा, आफै सडकमा आइपर्ने यस्तो स्थिति चाहिँ के आइलाग्यो? सडक पनि कब्जा गरेर बस्नुपर्ने, उता सरकारमा पनि आफै उफरखुट्टी लाएर बस्नुपर्ने। हल्लो, त्यस्तो होइन नि त। यो त सरकार भनेको सरकार पनि हुन्छ, संसद पनि हुन्छ, सडक पनि हुन्छ। सडकमा किन आउने भन्ने कुरा हो। तोडफोड गर्न, उत्तेजना फैलाउन, आगजनी गर्न, विध्वंस गर्न, विप्लव गर्न सडकमा आउने होइन। उत्सव गर्न, महोत्सव गर्न, शुभकामना आदान प्रदान गर्न, जनतालाई पोजिटिभ सन्देश दिन, सरकारका आफ्ना कार्यक्रमहरू बताउन त सडकमा आइरहन्छ नि। सडकमा त पार्टी त आइरहनुपर्छ, तब न जनता र पार्टीको बिचमा, नागरिक र पार्टीको बिचमा सम्बन्ध त्यस्तो बन्छ नि। तर तपाईँले यसो भनिराख्दाखेरि तपाईँहरूमाथि आरोप चाहिँ के लाग्ने गरेको छ भनेपछि प्रतिक्रियावादीहरू, तपाईँहरूले भनेको प्रतिक्रियावादी शक्तिहरू सलबलाउन थालेपछि चाहिँ गणतन्त्रवादीहरू शक्तिहरू डराए, त्यसपछि चाहिँ उनीहरूका विरुद्धमा काउन्टर दिनलाई चाहिँ अहिले निरन्तर रूपमा आन्दोलनमा हुनुहुन्छ भन्ने भाष्य छ। त्यो सामान्य टिप्पणी हो, त्यसमा कुनै हामीले जवाफ दिनु पर्दैन। त्यस्तो कुरा घटनाक्रमहरू हेर्दाखेरि त्यस्तो देखिन्न हुँदैन। त्यो के आजको दिनमा लोकतन्त्रको चुनौती भनेको लोकतन्त्रलाई उन्नत गर्ने हो। आजको दिनमा लोकतन्त्रको विकल्प निरङ्कुशतन्त्र हुँदैन, क्रान्तिको विकल्प प्रतिक्रान्ति हुँदैन, अग्रगमनको विकल्प पश्चगमन हुँदैन, आधुनिकताको विकल्प त्यो पुरातनपन्थी हुँदैन। तर 2065 सालमा गणतन्त्र घोषणा भइसकेपछि त्योभन्दा पछिको यो 16 वर्षमा जुन तपाईँहरूले काम गर्नु पर्थ्यो, राजनीतिक दलहरूले जुन स्तरमा आफ्नो गतिशीलता जनतामा अथवा देशलाई डेलिभर गर्ने, कामको डेलिभर गर्ने कुरामा त्यो दिन पर्थ्यो, त्यो कुराहरू कति भयो जस्तो लाग्छ तपाईँलाई? कतिको सन्तुष्ट हुनुहुन्छ? हाम्रो देशको मिडियाले पनि सबै हेर्दैन। मिडियाले पनि बाहिरको बोक्रा कुरा गर्छ होइन। कुनै दिन तपाईँको स्टुडियो होला होइन, तपाईँको स्टुडियोमा बोलाउनु भयो भने म त्यो सबै कुरा बताउँछु। यो 10 वर्ष 20 वर्षमा के प्रगति भयो, पूर्वाधारमा के प्रगति भयो, शिक्षा स्वास्थ्यमा के प्रगति भयो, विद्युत वितरणमा कस्तो प्रगति भयो, कम्युनिकेसनमा के प्रगति भयो, मान्छेको आय स्तर कसरी बढ्यो, प्रति व्यक्ति आय कति बढ्यो, मान्छेको औसत आयु कति बढ्यो होइन, बच्चाहरूको मृत्युदर, आमाको मृत्युदर कति घट्यो, देशमा मानिसहरूको गरिबी कति घट्यो, मिडल क्लासमा कति मानिसहरू उक्ले, यो सबै डाटा तपाईँलाई कुनै दिनमा बताउँ। त्यो त समयक्रमसँग हुन्छ। मैले काम भएन भनेर पनि सोधेको थिइनँ हजुरलाई। यो जति भएको छ ती कुराहरूसँग चाहिँ तपाईँहरू आफै चाहिँ कतिको सन्तुष्ट हुनुहुन्छ? सन्तुष्ट हुनु हुँदैन, कोही पनि सन्तुष्ट भयो भने त प्रगति नै रोकिन्छ नि। सन्तुष्टि हुनु हुँदैन, तर भएका कुराहरूलाई स्वीकार्नुपर्छ, थप कुरा गर्नको निम्ति अगाडि बढ्नुपर्छ। तपाईँहरूसँग चाहिँ सबै असन्तुष्ट, नेकपा एमालेसँग विशेष गरी तपाईँहरूको प्रधानमन्त्रीको एउटा फोटो मात्रै कहीँ राख्ने हो भने गाली मात्रै आउँछ त्यहाँ। यस्तो असन्तुष्टि बढेको छ, मान्छेले त्यस्तो टिप्पणी गर्ने त्यो सामान्य कुरा होइन। असन्तुष्टि त हो नि त, त्यो असन्तुष्टि व्यक्त गर्ने मान्छेहरू पनि यही देशका नागरिक हुन्। टिकटकमा के आउँछ मिडियाले त्यही बोक्ने होइन। मिडिया र फेसबुक अलग हो, तपाईँ मिडिया हो नि होइन। मैले सोधेको युट्युब होइन, मैले सोधेको
भनेपछि ती मान्छेहरू जो त्यो असन्तुष्टि व्यक्त गरिरहेका मान्छे अनलाइन टेलिभिजन होइन अनलाइन टेलिभिजनले टिकटकमा फेसबुकमा कसले के कमेन्ट लेख्छ भन्यो भने त तपाईँको स्तर पनि त्यस्तै हुन्छ त्यो कमेन्टमा हेर्ने होइन तर त्यो मान्छेहरू पनि असन्तुष्टि व्यक्त गर्ने मान्छेहरू छन्। हामी जस्तै मान्छेहरू हुन्, तपाईँहरू जस्तै मान्छेहरू हुन्, नेपाली नागरिक नै हुन्। लोकतन्त्रमा गर्न पाउँछ नि कसरी सम्बोधन गर्नुहुन्छ त्यो हुन्छ कहिलेसम्म कहिले भइरहेको छ नि सरकारले गर्छ फेरि गर्छ पुगेन भने फेरि गर्छ त्यतिले पुग्दैन फेरि गर्नुपर्छ भएन भने तपाईँहरू सडकमा आइरहनुहुन्छ फेरि सडकमा त उत्सव मनाउन आउनुपर्छ नि तब त तपाईँसँग भेटिन्छ नत्र कहाँ भेटिन्छ हुन्छ धन्यवाद।